ठुलो सपना देखेका युवाहरूको कथा हो जो वर्षौंदेखि चलिआएको छ। हिजो मेरो बुवा जानुभयो, आज मेरो दाइ, भोलि म पनि जान्छु होला। अनि के थाहा म फर्किन्छु या फर्किन्न फेरि आफ्नो स्वदेशमा। अनि पल्लो गाउँको एउटा लास आयो भन्ने खबर सुन्दा कहिलेकाहीँ मन भक्कानिदो हो। यस्तै छ हामी नेपालीहरूको पीडा, हामी नेपालीहरूको कथा। बगाइरहेको छु अनि घरबाट फोन आउँछ कहिले फर्किनुहुन्छ भनेर। तर साउथ ओरिन अनि यता प्रदेशमा गुलामी बन्दाको छु। साँच्चीकै जिन्दगी कति पीडादायी छ यो छोराको हामी सबै परदेशी युवाहरूको। गुलामीको जीवन जिउने रहर छैन, घरमा साउकरी नतिरे
यसै